यो कथा भविष्यको संसारमा आधारित छ, जहाँ पृथ्वी लगभग नष्ट भइसकेको छ। वातावरण अत्यन्तै विषाक्त छ, मानिसहरू बाँच्न सङ्घर्ष गरिरहेका छन्। यस्तो अवस्था कसरी आयो भन्ने कुरा कथाको सुरुवातमै देखाइन्छ। भूतकालमा केही वैज्ञानिकहरूले वनस्पति र रुख बिरुवाको डीएनए परिवर्तन गर्ने प्रयोग गरे। उनीहरूको उद्देश्य पृथ्वीलाई फेरि उपजाउ बनाउने थियो, तर त्यो प्रयोग पूर्ण रूपमा असफल भयो। डीएनए परिवर्तन गरिएका बिरुवाहरू मानव जीवनका लागि घातक बने। ती बिरुवाबाट फैलिएको एक खतरनाक भाइरसले संसारभरि आतंक फैलायो। मानिसहरू बाँच्ने गाह्रो अवस्थामा पुगे। यस्तो परिस्थितिमा मानिसहरू दुई वर्गमा विभाजित भए, धनी र गरिब। धनी मानिसहरूले आफूहरूका लागि छुट्टै सुरक्षित बस्ती बनाए, जसलाई सिटाडेल भनिन्थ्यो। सिटाडेलको वातावरण बाहिरी संसारभन्दा एकदम फरक थियो, स्वच्छ, उपजाउ र सुरक्षित। त्यहाँका मानिसहरूले विशेष किसिमका बिउ बनाएका थिए, जसबाट जुनसुकै बाली उमार्न सकिन्थ्यो। तर सिटाडेलका मानिसहरू निकै निर्दयी थिए। उनीहरूले बाहिरी गरिब मानिसहरूलाई बिउ दिन्थे, तर बदलामा उनीहरूको रगत वा अङ्ग लिने गर्थे। त्यो बिउ पनि पूर्ण रूपमा प्रयोग गर्न सकिने थिएन। धेरै बिउहरू लक गरिएका हुन्थे, जसलाई खोल्न कोड चाहिन्थ्यो। यसरी बाहिरी मानिसहरूको जीवन झन कष्टकर बनेको थियो। वेस्परको जीवन। कथाको मुख्य पात्र वेस्पर नामकी एक साहसी र बुद्धिमान केटी हो। ऊ बाहिरी संसारमा आफ्नो पक्षाघातग्रस्त बाबुसँग बस्छे। उसका बाबा पहिला सिटाडेलका लागि काम गर्थे, तर जब उनी पक्षाघात भए, सिटाडेलले उनलाई निकालिदियो। सहयोगको नाममा सिटाडेलले एउटा ड्रोन जस्तै रोबोट दियो, जसमा बाबुको दिमागको केही भाग जोडिएको थियो। बाबुको शरीर भने ओछ्यानमै थला परेको थियो। वेस्पर निकै होशियार छे। उसले आफ्नै सानो प्रयोगशाला बनाएकी छे, जहाँ ऊ बिरुवाहरूको जेनेटिक प्रयोग गर्छे। बाबालाई जिउँदो राख्न उसले लाइफ सपोर्ट सिस्टम चलाएकी हुन्छे, जसका लागि ब्याट्री आवश्यक पर्थ्यो। एक दिन कसैले बाबाको लाइफ सपोर्टको ब्याट्री चोरी गरिदिन्छ। यसले भेस्परलाई ठूलो सङ्कटमा पार्छ। बाध्य गएर ऊ आफ्नो काका कहाँ जान्छे, जो अत्यन्तै क्रूर व्यक्ति हुन्छ। उसले एउटा अनाथालय चलाउँथ्यो, तर बालबालिकालाई सिटाडेलसँग व्यापार गर्न प्रयोग गर्थ्यो। रगत र अङ्ग साटेर सुविधा पाउने गर्थ्यो। भेस्पर काकासँग ब्याट्री माग्छे र बदलामा आफ्नो रगत दिन तयार हुन्छे। काकाले रगत त लिन्छ, तर 2 दिनपछि मात्र ब्याट्री दिने भन्छ। बाबु 2 दिन बाँच्न नसक्ने भएकाले भेस्पर ब्याट्री चोर्न खोज्छे, तर समातिन्छे। पछि मौका पाएर ऊ ब्याट्री र धेरै बिउ चोरेर घर फर्किन्छे। क्यामिलाको आगमन। केही दिनपछि सिटाडेलको एउटा विमान दुर्घटनाग्रस्त हुन्छ। भेस्पर त्यहाँ पुग्दा क्यामिला नामकी घाइते महिला भेट्छे। ऊ सिटाडेलकी भएको बताउँछे र आफ्नो बाबु पनि नजिकै भएको भन्छे। क्यामिलाले भेस्पर र उसको बाबुलाई सिटाडेल लैजाने आशा देखाउँछे। तर भेस्परको काका क्यामिलाको बाबुलाई भेट्छ र सिटाडेलको मानिस भनेर चिनेर हत्या गरिदिन्छ। भेस्परले क्यामिलालाई सत्य बताउन सक्दिन र झुट बोल्छे। समयसँगै भेस्पर र क्यामिला बीच आमा छोरी जस्तो सम्बन्ध बन्छ। एक दिन क्यामिलाले आफ्नो ठूलो रहस्य खोल्छे। ऊ वास्तवमा डग हो, अर्थात् मानव जस्तै देखिने रोबोट। उसमा मानवीय भावना थिए, त्यसैले सिटाडेलले उसलाई मार्न खोजेको थियो। उसका बाबु वास्तवमा उसको सृजनाकर्ता थिए। बिउको रहस्य। वेस्परले थाहा पाउँछे कि क्यामिलाको डीएनएले लक गरिएका बिउ खोल्न सक्छ। अन्ततः क्यामिलाले बजाएको सङ्गीत नै ती बिउ खोल्ने कोड भएको थाहा हुन्छ। यसले वेस्परलाई आशा दिन्छ, अब सिटाडेल बिना पनि सबैका लागि खाना उत्पादन गर्न सकिन्छ। अन्त्य। काकाको लोभले सिटाडेलका रेन्जरहरू आउँछन्। वेस्परका बाबुले ड्रोन विस्फोट गराएर आफू र रेन्जरहरूलाई मारिदिन्छन्, ताकि वेस्पर बाँचोस्। क्यामिला अन्ततः आफूलाई बलिदान दिएर सिटाडेल फर्किन्छे। अन्त्यमा वेस्परले ती बिउहरू आकाशबाट छर्छे, ताकि पृथ्वीभरि नयाँ जीवन उम्रियोस्। आशाको किरणसँगै कथाको अन्त्य हुन्छ। मानव जीवन फेरि सुन्दर बन्न सक्छ भन्ने सन्देशसहित।